सो अहिले चाहिँ हामी चाहिँ अनिस भ्लगमा छौँ अनि होइन मैले भन्नु पऱ्यो नि फेरि सबैजनाले यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। आज हामी बार्बिक्यू जाँदैछौँ अनि त्यहाँको अब भिडियोहरू सिडियोहरू अब देखाउने छौँ। मासु खाएको भिडियोहरू, सागसब्जी खाएको भिडियोहरू, कोलेको मासुहरू, अलिअलि काम गरेको अनि भजनहरू गएको सबै भिडियोहरू देखाउने छौँ। हेर्नुलाई नाचेको पनि फर्काउनुपर्छ कि नाचेको पनि होइन दाइ सोझो हुन्छ दाइले आफ्नो के भन्छ कलरहरूलाई थर्काउनु मायाले एकदम मायाले हुन्छ दाइले हुन्छ जय मसी तपाईँ हाम्रो फेमस वान जोन चाम्लिङ अनि यस्तो आज चाहिँ सब यहाँको गाडीमा छ अर्को गाडी चाहिँ गइसक्यो होइन अब गएर हेर्छु है त हामी चाहिँ जाने क्रममा बाटोमा है बराबर हेर्छ नि हालिलियो भने यसो आज कति केजी खाइन्छ दाइ आज खासै त्यस्तो कति केजी खाइन्छ आज मासु 2 केजी अङ्कल कति केजी खाइन्छ पहिलोचोटि अलि बढी नै खानु पर्ला लास्ट डेको पनि खाइदिने हो अहिलेसम्मको दिदी कति खाइन्छ आज बार्बिक्यूको हजुर अब हेरौँ उब्रेको जति सबै खाने दाइ आज कति केजी मासु खाइन्छ दाइ मैले म त 1 केजी त खानु पर्ला नि 1 केजी ज्यादा अनुसार 1 केजी त खानु पर्छ जम्मै फेरि आफ्नो बनाउने टप्पो फर्काएर तपाईँहरूलाई धेरै स्वागत गर्न चाहन्छु आज चाहिँ एकदम खुसी छ भाइ आमा होइन एकदम मलाई सिकाऊ क्या भ्लग बनाउनको लागि मैले नि हेर्दै हेर्दै सिक्या आफू चाहिँ बनाउँदैन नाइस 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 यो ठाउँ चाहिँ चाहिँ हान्न त एयरपोर्ट हो है प्लेन हेर्न सक्नुहुन्छ तपाईँले यहाँ नजिकै यु क्यान सी द एरोप्लेन अल्सो एन्ड या हामी चाहिँ आइपुग्यो अनि द एयरपोर्ट सर्वलौको हामी चाहिँ हेर्नुहोस् त प्लेन यो प्लेनमा चढेर नेपाल जान पाए नि हुन्थ्यो ल साथीहरू आज हामी आइसकेका छौँ जहाँ पनि मोबाइल चनक एक शब्द बोल्दैन भाइ एक शब्द बोल्दैन भन्नुहोस् हजुर यता हेर न दाइको भ्लगमा हेर्नु न पोर्ट पोर्ट ल ल के भन्न चाहन्छु त आज कति केजी खाइन्छ मासु केजी रे म त कुइन्टलमा खान्छु क्विन्टल कुइन्टलमा खान्छु म त केजीले पाइन्छ तिनमा जति आए यो त तापे हौदै हो कि हो ताबे हौदै तापे हौदै हो यो रुख थाहा छ होला के भन्छ हाम्रो चाहिँ यसलाई सल्लाह भन्छ क्या सल्लाह भन्छ है सल्लाह भन्छ है यहाँ सल्लाह भने अर्को हुन्छ यहाँ चाहिँ टेन्ट बनाएर बसेको छ है दामी छ नि ठाउँ है त हेर्नु है अनि सुक्पा भन्छ धुपीलाई त सुक्पा त यो होइन नि त्यसै भने सुक्पा त अर्को हो तामाङ भाषामा तामाङ गोदे तामाङ मुदे भनेको एसिमास तामाङ गो वा छोटो वकन्ना तामाङ चाहिँ वा चु आलेला भ्लग दि सब्स्क्राइब छैन सब्सक्राइब गरिदिनु भने ताई भाषा भन्नु त भनिसके फेरि भन्दैन फेरि चु आले भ्लग दि ए आले भ्लग द सब्स्क्राइब छैन चु आले एकदम झ्याम मगर जित तले न यहाँ अलिक प्रेस गर्नु नि मेरो अलिक प्रेस गर्नु न Masih like map, pungguno share map, video. ओके आरिगातो गोजाइमास खतरा आज चाहिँ हाम्रो लोकेसन चाहिँ आइपुगेका छौँ जापानिजहरू पनि टन्ने छ होइन दाइ ठिक छ नि आज रमाइलो गर्ने हो एकदम रमाइलो गर्ने हाम्रो टिमहरू चाहिँ माथि गएर एकदम गोल घाएर लाएर गाउन सुरु भइसकेको छ यसपालि अलिकति झार भएर गाह्रो भएको चाहिँ हाम्रो दाइ जयमेसी दाइ जयमेसी सबलाई तानेर ल्याउनु पर्यो हामीले यो चाहिँ हाम्रो नेपाली उस्ताद चर्च टिम हो है ल जयमेसी गुरुबा जयमेसी ठिक हुनुहुन्छ एकदम हजुर धन्यवाद ल हाम्रो टिमहरू बसेर यहाँ गाउन सुरु भइसकेको छ है त्यो भनिदेऊ न मलाई हामी तपाईको बुढी
तपाईँलाई एकदम मिस गरिरहेको छौँ हामी एकदम इन्तजार गरिरहेको छौँ ल आरिगातो यहाँ चाहिँ हाम्रो किचन हो आजको लागि जयसी गुरुबा जयसी भाइ ओ माई गॉड कति के छ मासु आज भन्नु दाइ आजको रेसिपी के हुनु दाइ आज बार्बिक्यू त बहाना हो प्रभुलाई भेट्ने चाहना हो या छ पैसा देऊ छैन पैसा नदेऊ यो फ्रीमा खाऊ तिमी पनि जाने हामी पनि जाने यो दाइको ऱ्याप खतरा छ जीवन हाम्रो उषा चर्चको मानिस जवानहरू सबै विश्वासीहरू चाहिँ बसिसकेको छ अब सङ्गति गर्नलाई सुरु भइसकेको छ हाम्रो अर्जुन ब्रो पनि एकदमै आज बिहानदेखि एकदमै गमती गरिरहेको छ चाहिँ भने क्वायर टिम हाम्रो आजको एउटा सूचना छ सुसन्दाबाट प्लिज एकचोटि ध्यान दिएर सुनिदिनुहोस् है पालना गर्नेछौँ अनि अर्को एउटा सूचना के छ भने तपाईँहरूले जब कसैले पैसा उठाइदिनु भएको छ वा तपाईँले पैसा दिन बिर्सिनु भएको छ भने हाम्रो ईश्वरलाई कन्ट्याक्ट गरेर हजुरहरूले पैसा दिन सक्नुहुन्छ है अनि यो समय चाहिँ अब हाम्रो स्तुति प्रशंसा अनि आराधनाको भाग अनि यो सङ्गति चाहिँ हाम्रो जीवन भाइ र हाम्रो आशिक भेनाले चाहिँ लिनुहुन्छ त्योभन्दा अगाडि चाहिँ अनि हालेलुया परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर आमेन उहाँको महिमामय आकाशमा चाहिँ हामीले परमेश्वरको प्रशंसा गर्दछौँ आज हामीले यहाँ महिमा गाएको कारणले गर्दा यो आकाश पनि महिमामय भएको छ आमेन हालेलुया परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर आमेन उहाँको महिमामय आकाशमा चाहिँ हामीले परमेश्वरको प्रशंसा गर्दछौँ आज हामीले यहाँ महिमा गाएको कारणले गर्दा यो आकाश पनि महिमामय भएको छ आमेन हाम्रो परमेश्वरलाई हामीले लडाइँ लड्नु दिनुपर्छ कतिचोटि के हुन्छ भन्दाखेरि हामी नै लडाइँ लड्नु खोज्छौँ कि एकचोटि के भयो भन्दाखेरि दाउदले के गर्यो भन्दाखेरि एउटा सानो मिस्टेक एउटा पाप के गर्यो भन्दाखेरि त्यहाँ आर्मीहरूको चाहिँ गणना गरेको छ जुन कुरा चाहिँ परमेश्वरले के गर्नुभयो भन्नुभएको थियो नगर्नु भन्नुभएको थियो अनि त्यही दाउदले के गर्छ भन्दाखेरि दाउदले चाहिँ सेनाहरू गर्छ यत्रो लाख सेनाहरू छ लडाइँ चाहिँ अब हामी जित्छौँ के गर्यो दाउदले सेनाहरू गन्यो अनि त्यहाँ गनेर के भयो भन्दाखेरि अब यत्रो सेना छ मसँग लडाइँ त हामी फिक्स जित्छौँ के जित्छौँ
लडाइँ त हामी जित्छौँ, हामीमा मसँग धेरै सेनाहरू छ, लाखौँ लाख सेनाहरू छ, लडाइँ चाहिँ अब म जित्छु। तर वचनले प्रभुले के भन्नुभयो, दाउद तैँले पाप गरिस्। के भयो अरे दाउदले चाहिँ के गर्यो भन्दाखेरि परमेश्वरमा चाहिँ भरोसा गरेन, सेनाहरूमाथि भरोसा गर्यो। अनि यदि तपाईँ र मैले हाम्रो जीवनमा हाम्रो परमेश्वरलाई लडाइँ लड्नु दिने हो भने तपाईँ र मैले हाम्रो परमेश्वरमा भरोसा गर्नुपर्छ। तपाईँ र मैले हाम्रो परमेश्वरमा विश्वास गर्नुपर्छ। तपाईँ र म पवित्रतामा खडा हुनैपर्छ। अब हाम्रो खाना खाने बेला भइसकेको छ सङ्गतिपछि। खानाको लाइन हो यो चाहिँ खाना है। आज चाहिँ ल सबैजनाले मिठोसँग खानु होला। हामी जुसको लागि एउटा पाइहालौँ। ठिक छ दाइ, धेरै पछि भेट हो। सन्चै हुनुहुन्छ? हजुर। आज 1 केजी जति खाइन्छ होला। लाइन छ माथिसम्म है। अन्त के छ खबर? ठिक छ? भोक लागिसक्यो हो? भोक त लाग्यो नि, किन भोक लागिसक्यो कि लाग्दै हो? लागिसक्यो सकिहाल्यो नि त नि। लाग्दै लागिरहेछ। लागिरहेछ भन्नु पऱ्यो क्या हो। भोक लागेको बेलामा खाना पाइन्छ नि फेरि मिठो हुँदैन क्या। लाइन बस्नु, लाइन 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 लाइन। बहिनीको चाहिँ के अरे मुकुट हो नि, शिरमा मुकुट लगाएको छ बहिनीले है। नयाँमा आयो पुरानो जोइल दाइको छेउमै जय मसी, एकदम ठिकठाक। खाना आतुर हो? त्यति साह्रो त छैन, भोक चाहिँ लागेछ। आतुर हो? पछाडि हो खाली भयो नि। त्यसो हामीलाई दिन तपाईँ भएको नि। हस् हुन्छ, स्योर। दाइले बुलिन्छन् भइसक्यो। दाजु र भाउजूले 1-1 केजी हो के हो? बिजी हुनुहुन्छ, बिजी फुर्सद छैन। ओके। अरू के छ? अरू कोला ओचा अनि पानी छ। अरे त्यहाँ पूजा खाइसकिहाल्छ नि हामीले यो। ल ल ल ओके ओके। सिसी कोला ओचा। सिसी मिसिमास। आउँदैछ आउँदैछ। ठिक छ? खै पाला कहिले आउने हाम्रो? क्यामेरालाई धेरै आउँछ है मासु। पानी चिसो नभएको तपाईँलाई के भयो? मासु किन? मासु खाँदै कुरा चल्दैन कुरा त कुखुरा सेके होइन होला अब कतिखेर दाइ कुखुरा पहिला यहाँ दाइलाई दिनु दुईजनालाई हाम्रो खाना हो भाइलाई देखाइदियो यसको लागि ओइसी सोरेस हो ओइसी सोरेस अझै अझै यो त फर्स्ट टाइममा त अझै बाँकी छ अझै ओके मिठो छ भने ल कस्तो छ खाना? मिठो छ? खानै छैन, दिएको छ न त्यही भिजा। मिठो छ? मिठो छ दाइ? ल थप खाना नयाँ स्पोन्सरसँग अझै एकचोटि हो? ल ल मिठोसँगले दिनु है। उसलाई चिसो ल्याइदिएर कि उसलाई चिसो ल्याइदिएर ठिक छ? ल बाइबल भर्सनमा जितिसकेका छ। ल हाम्रो यहाँ हाडी फुटाइ सुइका फुटाइ कार्यक्रम हुँदैछ है। यहाँबाट गएर चाहिँ
कस्तो भयो गुरुबा ल ल यतिकै सानो हुने गाइसिमास गम्बारे 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 ओके 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 ल हाम्रो सुरज अङ्कल ल है गो 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 Gambare, gambare. Finally. Lo tay congratulations tay तपाईलाई. जाडो भइछ एकदम रमाइलो हैन यो वर्षभरि हामी एकदम विशेष भएर बसेको आज बार्बीक्यूमा आएर वी आर भेरी ह्यापी ओके थ्यांक यू भाइ जय उत्साह जय मेसी रमाइलो भयो गुरु आज जय मेसी ल जय मेसी दाइ ल गुड बाई जय मेसी बहिनीहरुलाई पनि जय मेसी जय मेसी ल सबैजनाले बाइ बाइ भनिदिनु बाइ बाइ धन्यवाद भाइ भनिदिनु बाइ ओ लुका बाजा बाइ बाइ जय मेसी बाइ भाउजू बाइ दाइ बाइ ल अर्जुन ब्रो धन्यवाद मिठो बनाइदिनु भएको लागि ओके ल दाइ बाइ ल दाइ बाइ एकदमै रमाइलो भयो रमाइलो गरेछ गाडी आज गेमहरू भइरहेको छ